शास्तिलाई सकेसम्म हामीले त्यसलाई न्यूनीकरण गर्ने भनेका छौँ। ट्रेलर हो यो फिल्म त अभी बाँकी है भन्छ नि। त्यसले कहीँबाट सुरु गर्ने यस्तो परामर्श हो भने वीरगन्जबाट सुरु गर्नुपर्छ। आज कसैले ड्राइभिङ लाइसेन्स लिन खोज्छ र उसले त्यो टेस्ट पास गर्यो भने भोलि नै दिने गरेर मलाई थप रकम चाहियो। कस्तो स्पिरिट, कोही 7 दिनभित्र टुङ्गाइदिने, कोही 14 दिनभित्र टुङ्गाइदिने। किन? नीति सही छ, जनताको सेवा गर्ने नियत साफ छ, हामीलाई पैसा खानु छैन। प्रधानमन्त्रीजीले पनि भन्नु भएको छ, बुझ्ने भाषामा, नेपाली जनताले बुझ्ने भाषामा यो लाइन साइन बस्न नपरोस्, घुस दिन नपरोस्, जनतालाई प्रत्यक्ष राहत महसुस हुने गरेर काम गर्नुहोस्, गराउनुहोस् भन्नुहुन्छ। त्यसैले अस्ति 100 बुँदे वाचापत्रले सबै क्षेत्र समेटेको छ। एउटा चाहिँ मध्यकालीन 5 वर्षको भिजन छ, तर तुरुन्तै लगभग गर्न सकिने शासकीय सुधार, गभर्नेन्सको रिफर्मको लागि चाहिँ अस्ति प्रधानमन्त्री कार्यालयबाट जुन 100 बुँदे आएको छ, यसमा धेरै कुराहरू जनतासँग प्रत्यक्ष ठोकिने कुराहरू सिधै सुधार गर्ने। यो पद, अर्थमन्त्री पदमा बहाल भएको 1 हप्ता पनि भएको छैन, तर मैले सोचे कहीँबाट सुरु गर्ने यस्तो परामर्श हो भने वीरगन्जबाट सुरु गर्नुपर्छ। त्यसैले यहाँहरूलाई, यो ठाउँलाई, यहाँका उद्यमी व्यवसायीलाई जुन महत्त्व अहिलेको नयाँ सरकारले दिएको छ, त्यसलाई यहाँहरूले मनन गरिदिनु।